यो चाहिँ हाम्रो पाथिभराको यात्रा। हामी घरबाट बिहान 9 बजीतिर साइड गरेर निस्क्यौँ। खानासाना खाएर सब रेडी भएर हामीलाई चाहिँ गाडीमा सहयोग गर्नुभएको थियो अन्जन दाइले गोर्खादेखि गाडी पठाएर एकदम लग्जरी गाडीमा हामी गइरहेको थियौँ। अनि हामी यहाँ बाटोमा फस्यौँ, ताप्लेजुङबाट माथि बाटोमा फस्यौँ हामी बाटोमा। राति 12 बजे सुनसान, अगाडि पछाडि गाडी कोही आउँदैन थियो। अनि फेरि पुलिसलाई फोन गरेर अनि हामी त एकदम फस्यौँ, बिचल्लीमा छौँ भनेपछि त्यहाँको ताप्लेजुङको पुलिसले हामीलाई एकदमै सहयोग गर्नु। ह्याट्स अफ टु अल पुलिस अफ ताप्लेजुङ एन्ड नेपाल पुलिस अल्सो। अनि हामीलाई चाहिँ पुलिस पठाइदिनु भयो। अनि त्यहाँ 2 दिन अगाडि करेन्ट लागेर मान्छेहरू बित्नु भएको थियो नि। त्यही करेन्ट लागेको तारले चाहिँ हामीलाई गाडी निकाल्नलाई सजिलो गराइदियो। अन्त गाडी त निस्कियो त्योबाट, अनि लगेर टायरमा गएर फस्यो। हाम्रो गुरुजीलाई आपत। अब हामी त्यो रात त्यहीँ बसेर ठुलो फेरीमा बसेर हामी लाग्यौँ बिहान पाथिभराको यात्रामा। छोरालाई चाहिँ बिचबिचमा बोक्दै हिँडाउँदै गरिराख्नु परेको थियो। कहिले बाबाले बोक्ने, कहिले मामुले बोक्ने गरिराखेको थियो। बुवामा पनि लौरो टेकेर कम्मर कसेर हिँड्दै हुनुहुन्छ। तीर्थयात्रा भनेपछि एकदमै खुसी हुनुहुन्छ बुवाआमाहरू पनि। एकदम एनर्जेटिक साथी पनि रहेको रहेछ। ल हाम्रो टोली, यो चाहिँ हाम्रो टोली हो पाथिभराको लागि। छोराले बोकाइरहेछ बाबालाई, बोकाइरहेछ कहिले बोकाउँछ, गरी चक्लेट पाउँछ भन्छ। तर उसलाई बाटोमा हिँड्नेहरूले पनि एकदम माया गर्नु। यति सानो बच्चा, इज ओन्ली 3 years old। अनि 3 वर्षमा पाथिभरा जानलाई 8 गरेर आएको भएर एकदमै चिसो मौसम थियो नि त, एकदमै माया गर्ने, एप्रिसिएसन गर्ने गरिराख्नु भएको थियो बाटो हिँड्ने मान्छेहरूले पनि। सजिलै भयो उसलाई, त्यस्तो गाह्रो भएन। अनि हामी पुग्यौँ सानो पाथिभरा। यसलाई चाहिँ पाथिभराको फेरीमा रहेको यो पाथिभरा मातालाई चाहिँ सानो पाथिभरा भनिँदो रहेछ। हामी आइपुगेर यहाँ सानो पाथिभरामा दर्शन गऱ्यौँ 7 जनाले। सुरेन्द्र कोइरालाको